स्वागत छ साथीहरू तपाईलाई मेरो सानो भिडियोमा। के छ सन्चै आरामै हुनुहुन्छ? आज चाहिँ हामी दिदीहरूलाई भेट्न जाँदैछौँ। दिजुहरू चाहिँ काठमाडौँबाट आउनु भएको, दिजु र बहिनी। दिजु बहिनीलाई भेटिसकेका छौँ। अनि के छ तपाईहरुकोतिर खबर सुनाउनुस्। दिदीहरूलाई भेटिसकेपछि चाहिँ बुलबुले घुम्न जाने भन्ने प्लान भएर हामी अटो चढेर बुलबुले जाँदैछौँ। बाटोमै छौँ। के छ दसैँ तिहारको माहौल त बजारतिर खासै छैन। किनमेल गर्नेको मात्र चहल पहल एकदमै बढिरहेको छ बजारतिर। के कस्तो छ गाउँघरतिर तपाईको खबर अनि के गर्दै हुनुहुन्छ सुनाउनु नलाई मेरो कमेन्ट बक्समा छोड्नु होला। अनि हामी चाहिँ अहिले बस पार्क पुगेका छौँ। बस पार्कमा चाहिँ त्यति धेरै छैन, दिनमा भएकाले होला। अनि जाँदैछौँ हामी अब केही छिनमा बुलबुले पुग्नेछौँ। बुलबुले पनि पुगिसकेका छौँ। अब टिकट काटेर भित्र प्रवेश गर्नेछौँ। दिदीले टिकट काटेर पनि ल्याइसक्नु भएको छ। अब हामी भित्र जाँदैछौँ साथीहरू। दिदीबहिनीको भेट भएपछि यस्तै है, अलिअलि रमाइलो पनि गर्नुपर्छ। तर सबैजना चाहिँ भिडियो नखिच्ने भन्ने प्लानमा थिए, तर मैले चाहिँ कतिखेर खिचिरहेको थिएँ। यस्तै हो। अब हामी अर्को भित्रको गेटमा पनि प्रवेश गरिसकेका छौँ। सबै आफ्नै पारामा हिँडिरहेका छन् दिदीबहिनी भाइहरू। बुलबुले धेरै भयो, 2-3 महिना नै भयो नआएको। यता चाहिँ अर्को ताललाई पनि निर्माण गर्दै रहेछन्। धमाधम काम चलाइराख्नु भएको छ कामदारहरूले। यतापट्टिको अर्को सानो ताल पनि अब केही दिनमा त पूर्ण हुन्छ होला। अहिले चाहिँ निर्माण कार्य भइरहेको छ। हामी बुलबुले ताल नजिकै थियौँ र बुलबुले ताललाई निहाल्दै पनि थियौँ। दसैँ तिहार भएर होला मान्छेहरू चाहिँ खासै थिएनन्। अब दसैँ तिहारमा सबै घर जान्छन् है। त्यति धेरै मान्छेहरू त कोही थिएनन्। हामीले चाहिँ यी ग्राउन्ड वरिपरि बुलबुले घुमेर अनि फर्किने भन्ने प्लान थियो। डुङ्गा चाहिँ चढिरहेका थिए, थोरै थिए मान्छेहरू। के गर्ने साथीहरू, म त एकदम रमाइलो गर्ने मान्छे। मलाई चाहिँ शान्त वातावरण भयो भने एकदम इन्जोय गर्न मन लाग्छ। त्यही भएर मैले प्राय भिडियो बनाइराखेको थिएँ। अनि दिदीहरूले चाहिँ बनाउनु भएको थिएन। अरूलाई त्यति खासै चासो थिएन। म चाहिँ बनाई गरिरहेको थिएँ। सबै आफ्नै तालमा कोही टिकटक बनाउँदैछन्, कोही केही गर्दैछन् र हामी त्यहाँबाट फर्किसकेका थियौँ साथीहरू। बाइ बाइ।